सो गाइस तपाईले यहाँनिर देख्नुहुन्छ यो हाम्रो फोन चाहिँ तपाईको देख्न सक्नुहुन्छ यहाँनिर यो फोन हैन यो भनेको हाम्रो युनिक डिजी भन्ने फोन चाहिँ लेटेस्ट फोन जस्तो देख्नुहुन्छ हैन तर यो फोनको हामीले चाहिँ खोल्दै गर्दाखेरि के समस्या भेट्छ भने तपाईले यो जब निकाल्नुहुन्छ हैन यहाँको सबै स्क्रुहरू खोल्नुहुन्छ के तर खोलिसकेपछि समस्या के पाउनुहुन्छ भन्दाखेरि यो जम्मै खोलिसक्दा पनि तपाईले यो मरी खोल्न खोज्नुहुन्छ भन्ने हैन निस्किदैन के म आफै सक भएँ हैन धेरै कोसिस गर्दाखेरि पनि अप्सन पाएन तर यसको विकल्प के रहेछ भन्ने यो के सिम्पल कुरा यो यसलाई तपाईले चाहिँ मेन कुरा निकाल्न कोसिस गर्नुपर्छ है यसै चाहिँ हिटिङ दिनु होला है यसलाई हिटिङ दिनु होला अनि त्यसपछि तपाईको यसलाई चाहिँ उकाउनु पर्ने रहेछ के यो ग्लास है एकदमै केयरफुली निकाल्नु सिसा हो फुट्न सक्छ यो चाहिँ हामीले खोल्नु पर्ने रहेछ के सरप्राइज के म आफै दङ्ग परे फोनमा यस्तो सिस्टम है अनि त्यसपछि तपाईले यहाँ भएको स्क्रुहरू खोल्नु पर्ने रहेछ के मैले जम्मै ब्याट्रीहरू पनि झिक्न सफल भएँ तर यो फोन चाहिँ अझै म आफै खुब हाँसेँ कि मनमै पछि हैन यो स्क्रुहरू चाहिँ अनिवार्य खोल्नु होला झुक्याउँछ तपाईले फोन सिम्पल खोल्ने त हो भन्ने कुरा आउँछ कतिपय कुराहरू है तर यो नसकिन्छ त्यसरी ल इजिली मैले धेरै कोसिस गरेँ हैन तर यहाँनिर एउटा फिजिकल इफेक्ट मैले बनाइहालेँ है सो गाइस वाटर ड्यामेज फोन हो यो है तर वाटर ड्यामेज फोनलाई मैले चाहिँ बेसिकली खोल्न धेरै कोसिस गरेँ यहाँ ड्यामेज देख्नुहुन्छ तपाईलाई म के जुम गरेर देखाउने छु यहाँनिर देख्न सक्नुहुन्छ वाटर ड्यामेज फोन भएकोले चाहिँ तपाईले देख्नुहुन्छ यहाँनिर चाहिँ ठुलै जङ्गहरू छ यहाँ देख्नुहुन्छ त्यसपछि यता भागमा हेर्दाखेरि यहाँ देख्नुहुन्छ यो बोर्ड पुरै झिक्नु पर्छ होला मैले हैन